सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स सपना तामाङ। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ र म एकदमै सन्चै छु। र जस्तो कि यहाँ हजुर देख्न सक्नुहुन्छ आज म यहाँ रेडी भइसकेको छु एकदमै हाम्रो ट्रेडिसनल ड्रेस लगाएर। र किन यो रेडी भएको भन्दाखेरि आज चाहिँ हामीहरू जन्ती जान लागेको दादाको र यो हामीहरू चाहिँ अहिले यहाँ घरबाट नै रेडी भएर जाने दादाको अनि त्यसको बादमा चाहिँ जन्तीसँग जानेसँगै केटीको घरमा। र यहाँ चाहिँ अब हाम्रो कसको बिहे भन्दाखेरि चाहिँ मेरो खुदै मामाको छोराको बिहे हो। र आज चाहिँ म हजुरहरूलाई कति बोलाएको मलाई एकछिन ए गाइस यहाँ जन्तीको रोटी खाँदैछ। गाइस चाहिँ जन्तीको के भन्छ यसलाई के रोटी नै भन्छ होइन त्यो सेलरोटी त्यो त थाहा भयो नि त जन्ती पार्टीहरूले खिलाउँछ होइन जानुभन्दा अगाडि बोइलर हो। अब यो खायोपछि चाहिँ हामी जन्ती जाने गाइस। यो खाएर हामी भाउजू जाने हो। देख्यो यो खाएर अब हामी भाउजू जाने भन्ने भिडियो हो। हाम्रो डान्स गर्छ आज भोलि। ये देखो बेवला अरे हिना ना चल जल्दी ना यो 65 छ 65 पैदल है पूरा रास्ता रास्ता अभी पैदल बाकी लोग गाड़ी और स्कूटी में। ये देखो भीड़ गाइस अंदर में कुछ दिखाई नहीं दे रहा है। लो है गाइस यहाँ चाहिँ भदैको आनीहरू यहाँ बाटो छेकेर बस्दैछ। ठुला आनी है फेरि यहाँ सेकेन्ड थर्ड ऊ यहाँ यसरी तयारीमा भदैलाई छेक। फाइनली सुमन घर आइपुग्यो। यहाँ बेहुला कस्तो लाग्दैछ? एक्साइटेड अरे हल्ला गर। Why
अब चाहिँ हेर्नु फाइनली गाइस अभी हम लोग आप पहुंच चुके हैं। हम लोग बहन लोग हैं ढाका बहन लोग। ये देखो सुंदर सुंदर लड़की लोग। पूरा हालत खत्म हो गया है। मेरा पूरा आवाज से भाषा पूरा हल्ला गरेर यहाँबाट ड्रेस चेन्ज गर्नु लगेको अरे हो बेहुलालाई। बेहुलीको घरबाट दिएको यो ड्रेस चाहिँ देखियो गाइस कस्तो तेरो भ्लगमा मलाई उठाउँदै गरेर लु उठाइदियो यो तेरो यो भ्लगमा आउँछ नि देऊ गाइस हाइलाइट भएर चिन्ता नगर्नु त्यहाँ हेर्दा हुन्छ। जुत्ता त सम्हाल है फेरि पैसा दिनु पर्ला नि जुत्ताको लागि। त्यसको लागि त अहिले नै किने गनेर दिनु तयार छु। गाइस यहाँ चाहिँ प्रोटेक्सन हुँदैछ प्रोटेक्सन बेहुलाको भन्छ जुत्ताले हामी यहाँ बेहुला चाहिँ चेन्ज गर्दैछ हामी यहाँ बाहिर प्रोटेक्सनमा बसिरहेको छौँ किनभने यहाँ बेहुलाको सालीहरू एकदम यहाँ बसिरहेको छौँ जुत्ता चोर गर्नुलाई। हजुर यो पावर ब्याङ्क ब्याट्री खतम। कपाल सबै बिगारिसक्यो त ल यो भिडियो बन्दैछ सेताए सेताए अरे लु भन् कस्तो लाग्दैछ तँलाई यो ब्लग बनाएको मैले यो बेहुली देखो गाइस आज का बेहुली स्ट्रगल गरेको होइन बहुत खुस बेहुला नि अघि बहुत खुस भन्दै थियो धेरै खुस। कति सालको बिहे यो 9 सालको रिलेसन 9 इयर्स भयो गाइस देख्न सक्नुहुन्छ यहाँ 9 इयर्सको रिलेसनसिप सक्सेसफुल हुँदो रहेछ। 8 वर्ष भयो। त गाइस अहिले चाहिँ हामी यहाँ खाना आएको छ एकदमै साह्रै भोक लागेर यहाँ राजदारा भोक लाग्यो अरे है। यहाँ चाहिँ हाम्रो राजदारा गङ्गेटा सुतेर उठेको जस्तो लाग्छ भर्खर मेरो पुरा पेट दुख्दैछ भोकले पुरा। हामी कति 3 बजी नै उहाँबाट जन्ती निक्लेको अहिले 10 बज्दैछ गाइस बल्ल अब भात खाने एकदम भोक लागेर कुइक्ने भइसक्यो। देखो गाइस ये लोग का गद्दी यही हात धुँदैछ। गुड मर्निङ सबैजनालाई। म चाहिँ भर्खरै उठेर ब्रसेस गरेर फ्रेसेस भएर आएको अनि अहिले भिडियो बनाउँदैछु
म चाहिँ हिजो राति नै घर आएको थिएँ बेघरदेखि किनभने बेघरदेखि हाम्रो घर चाहिँ सामने नै छ नि त बेहुली घरदेखि अनि आउनु त म जन्तीसँग आएको थिएँ बट बहिनीहरूको आज एक्जाम थियो नि त त्यसले गर्दाखेरि बहिनीहरूलाई छोड्नु आएको थिएँ म घरबाट अब आएर चाहिँ वापस जानु मन लागेन कि एकदम निन्द्रा लागेको थियो 1:30 बजिसकेको थियो त्यसैले बिहान जान्छु भनेरबाट अब अहिले त भर्खरै म उठेको अहिले चाहिँ बेहुली लाने तयारी गर्दैछ सो अब चाहिँ म बाटोतिर निक्लिन्छु किनभने फेरि अहिले बेहुली लाँदा नि फुपूहरूले छेक्नुपर्ने अरे उहाँ बाटोमा सो म त्यहाँ जाँदैछु त त्यही हो बेहुली घर चाहिँ त्यही हो हाम्रो घरदेखि सामने छ नि त त्यसैले गर्दाखेरि म फट्टै घर आएँ कि अनि त राति यहाँ घरमै सुतेँ अनि यता चाहिँ बेहुली चाहिँ मेरो साथी नै पर्छ अनि यता चाहिँ बेहुला चाहिँ मेरो मामाको छोरा छ त्यही हो अनि अहिले यस्तो छ है गाइस मर्निङको भ्युज अरे हाम्रो घरदेखि म तपाईँहरूलाई देखाइदिन्छु ल यहाँ बेहुली घरको घरदेखि अनि बाजा नै बुझिरहेको छ अझै सुन्दैछ है छैन नि तपाईँहरूले म्युजिक सायद अलिअलि सुन्थ्यो होला कता त्यो हो त्यो अलिअलि देख्छु त गाइस घर सामने बे भयो भने चाहिँ यस्तै हुन्छ है हामी चाहिँ बिहान उठेर फेरि अब जाँदैछु बेहुली लिनुको लागि सुतेर एक निन्द्रा पुगाएर निकालेको छैन अरे त हामी फेरि जाँदैछु पुरा चुल्दा चाहिँ कस्तो त्यो भएछ गाइस पत्थर सुमनको बेमा यसरी कुद्नु पर्दैछ ए बिहान सुमन रुको हेर्नु जाने रुन्छ कि रुन्दैन होला नि अब अननोन मान्छेसँग गयो पो त यता 8 साल रिलेसनमा बस्यो तर अलिअलि अब घर छुट्टिने दुःख त हुन्छ होइन निमाको पनि दिन आउँदैछ चल कुद मेरो दिन आउँदैछ कुद्न छ गाइस देखो मर्निङ एक्सर्साइज कुद्न जामा छिटो अहिले निक्लिन्छ बेहुली गाइस यहाँ चाहिँ बेहुलीको सामानहरू लोड गर्दैछ लगेर जानु हुँदैछ खुसी हुनु हेमन्त त झन् रिसाएर बस्नु स्माइल प्लिज स्माइल अब बेहुली लाने तयारी चल्दैछ है विजेता रुनु अलि थुक लगाइसकेछ त हेर्छु इलेक्सनमा निक्लिन्छ कि निक्लिँदैन न इलेक्सनमा पनि थुक लगाउनुपर्छ कि खुसी भयो होला भित्र अनि उसले पैसाको चक्करमा चम्ची ल्याउनु बिर्सेछ झाने आजै हो फेरि छैन त अब आउनु छ एउटा फेरि भन्दा नि भयो नि छिटो
लगाइस म चाहिँ अहिले घर आइपुगेँ र यहाँबाट चाहिँ उहाँ जन्तीहरू जाँदैछ जाओस् उनीहरू मेरो घरमा अलिक काम छ सो कामहरू सिधाएर म चाहिँ भरे बेलुकातिर जान्छु दादाघरतिर अहिले चाहिँ अब घरतिर पसेको म है सो सायद यो भ्लग यहाँ एन्ड गरौँ न के गर्नु पर्दैन यहाँ एन्ड गरिदिन्छु होला भरे हेरौँ अब फेरि स्टार्ट गरेछ भने सो अहिलेको लागि चाहिँ गुड बाई